पहिलो अध्यायमा हामीले विज्ञानलाई एउटा मैनबत्तीको रूपमा हेर्यौं, जसले अन्धकारमा बाटो देखाउँछ। आज हामी कार्ल सागनको त्यही यात्रालाई अगाडि बढाउँदै दोस्रो अध्यायमा प्रवेश गर्दैछौँ, जसको नाम हो साइन्स एन्ड होप, अर्थात् विज्ञान र आशा। यो भिडियोमा हामी कुनै कडा र सुक्खा कुरा गर्ने छैनौँ, बरु हाम्रै गाउँघर, हाम्रै चौतारी र हाम्रै जीवनका मसिना उदाहरणहरूबाट विज्ञानले हामीलाई कसरी एउटा साँचो आशा दिन्छ भन्ने कुरालाई निकै गहिराइमा बुझ्नेछौँ। हामी प्राय आशा भन्ने बित्तिकै के बुझ्छौँ? गाउँघरमा खडेरी परेर बालीनाली सुक्न लाग्दा हामी आकाशतिर हेरेर बस्छौँ र मनमनै प्रार्थना गर्छौँ, हे भगवान, पानी परिदिए हुन्थ्यो। यो एक प्रकारको आशा हो, तर यसमा हाम्रो कुनै नियन्त्रण हुँदैन। यो केवल एउटा मनोकांक्षा मात्र हो। तर कार्ल सागनले यो अध्यायमा जुन आशाको कुरा गरेका छन् त्यो अलि फरक छ। विज्ञानले दिने आशा भनेको डोको बुन्ने मान्छेको जस्तो आशा हो। जसरी एउटा चोया र चोया मिलाएर बलियो डोको तयार पारिन्छ र थाहा हुन्छ कि यसले भारी थाम्न सक्छ, विज्ञानले पनि तथ्य, प्रमाण र तर्कहरूलाई एउटा एउटा गरेर जोड्छ र एउटा यस्तो समाधान निकाल्छ जसमा हामी ढुक्कसँग भर पर्न सक्छौँ। विज्ञानको आशा अन्धभक्तिको जगमा होइन, बरु सत्य र वास्तविकताको धरातलमा उभिएको हुन्छ। यसलाई अझ सजिलो गरी बुझ्न एउटा गाउँकै कथा जोडौँ। मानौ गाउँमा एउटा ठूलो महामारी फैलियो वा बालीनालीमा एउटा यस्तो अपरिचित किरा लाग्यो जसले गर्दा सबै खेत सखाप हुन थाल्यो। यस्तो बेलामा दुई थरी मान्छे हुन्छन्। पहिलो थरी मान्छेहरू भन्छन्, यो त कुनै देवी देवता रिसाएर वा कसैको कुल बिग्रिएर यस्तो भएको हो, त्यसैले धामी बसाल्नुपर्छ वा पूजापाठ गर्नुपर्छ। उनीहरूले वर्षौंदेखि चलिआएको चलन र विश्वासकै भरमा समाधान खोज्छन्। तर दोस्रो थरी मान्छे, जोसँग वैज्ञानिक दृष्टिकोण हुन्छ, उसले अलि फरक तरिकाले सोध्छ। उसले भन्छ, पर्खौँ, हतार नगरौँ, पहिले यो किरा कुन प्रजातिको हो, यसले कुन समयमा आक्रमण गर्छ र यसलाई कुन औषधिले छुन्छ त्यो जाँचौँ। उसले किरालाई नजिकबाट निहाल्छ, माटो परीक्षण गर्छ र वैज्ञानिक तरिकाले समाधान खोज्छ। अब तपाईँ आफै सोच्नुहोस्, साँचो आशा कसले दिन्छ? धामीको ढ्याङ्ग्रोले कि त्यो किराको गहिरो अध्ययनले? हो, सेगन यही भन्छन्, अन्धाधुन्द विश्वासले मनलाई एकछिन शान्त त बनाउला, तर समस्याको वास्तविक समाधान केवल वैज्ञानिक सोचले मात्र दिन्छ। विज्ञानको सबैभन्दा ठूलो आशा भनेको यसको आलोचनात्मक चरित्र हो। विज्ञानले कहिल्यै पनि भन्दैन कि मैले जे भने त्यो नै अकाट्य सत्य हो, यसमाथि कसैले प्रश्न उठाउन पाउँदैन। हाम्रा समाजका पुराना चलनहरूमा कस्तो हुन्छ भने, यदि गाउँका ठूला बडा वा मुखियाले केही कुरा भने त्यसलाई खुरुखुरु मान्नुपर्छ। उल्टो प्रश्न सोध्यो भने अहङ्कारी वा पापी भनिन्छ। तर विज्ञानमा ठिक उल्टो हुन्छ। विज्ञानले भन्छ, मलाई तिम्रो पद, तिम्रो उमेर वा तिम्रो ओहदासँग कुनै मतलब छैन, तिमीसँग प्रमाण के छ त्यो देखाऊ। यदि एउटा सानो बालकले पनि कुनै ठूलो वैज्ञानिकको सिद्धान्तलाई गलत साबित गर्ने अकाट्य प्रमाण ल्यायो भने विज्ञानले आफ्नो गल्ती सहर्ष स्वीकार गर्छ र त्यो बालकको कुरालाई मान्छ। यो संसारमा कुनै पनि कुरा स्थायी रूपमा पूर्ण छैन र हामी सधैँ नयाँ कुरा सिक्न सक्छौँ भन्ने जुन लचकता छ, त्यही नै विज्ञानले दिने सबैभन्दा ठूलो आशा हो। यसले हामीलाई सिकाउँछ कि गल्ती गर्नु मानव स्वभाव हो, तर गल्तीमै अल्झिरहनु मूर्खता हो। यस अध्यायमा कार्ल सेगनले प्रविधि र विज्ञानको भिन्नतालाई पनि निकै सुन्दर तरिकाले केलाएका छन्, जसलाई हामीले बुझ्न एकदमै जरुरी छ। आज हाम्रो गाउँघरमा पनि हात-हातमा मोबाइल फोन छन्, घर-घरमा टेलिभिजन छन् र खेत जोत्नका लागि ट्र्याक्टरहरू आइपुगेका छन्। धेरै मानिसलाई लाग्छ कि यही नै विज्ञान हो, तर सेगन भन्छन्, यी त विज्ञानले पैदा गरेका सामान वा प्रविधि मात्र हुन्। वास्तविक विज्ञान त यी सामानहरू बनाउने पछाडिको सोच्ने तरिका हो। यदि हामीसँग आधुनिक प्रविधि त छ, तर हाम्रो सोच अझै पनि पुरानै, सङ्कुचित र अन्धविश्वासी छ भने त्यो प्रविधि हाम्रो लागि वरदान होइन, अभिशाप बन्न सक्छ। जस्तै गाउँमा कसैले फेसबुक वा व्हाट्सएपमा एउटा हल्ला फैलाइदियो कि अमुक ठाउँमा बच्चा चोराएको छ वा यो खाँदा कोरोना निको हुन्छ। मानिसहरूले बिना कुनै जाँच पडताल त्यो कुरालाई पत्याउँछन् र समाजमा अशान्ति फैलिन्छ। यहाँ प्रविधि त आधुनिक छ, तर मान्छेको दिमागमा वैज्ञानिक सोच नहुँदा त्यसले विनाश निम्त्यायो। त्यसैले प्रविधिको प्रयोग गर्नु मात्र आधुनिक हुनु होइन, हाम्रो सोच्ने शैलीमा वैज्ञानिक दृष्टिकोण आउनु चाहिँ साँचो आधुनिकता हो।
अर्को एउटा असाध्यै गहिरो कुरा जुन यो अध्यायले हामीलाई सिकाउँछ त्यो हो प्रकृतिको नियम र हाम्रो मानवीय चाहना बीचको सन्तुलन। हामी मानिसहरू सधैँ आफूलाई केन्द्रमा राखेर सोध्छौँ। हामीलाई लाग्छ कि यो ब्रह्माण्ड, यी ताराहरू, यो पृथ्वी र यहाँका नदीनालाहरू सबै हाम्रै लागि मात्र बनेका हुन्। तर विज्ञानले हाम्रो यो घमण्डलाई चकनाचुर पारिदिन्छ। विज्ञानले भन्छ कि प्रकृति निकै निष्पक्ष छ, यसका आफ्नै नियमहरू छन् र यसले कसैलाई काखा र कसैलाई पाखा गर्दैन। यदि तपाईँले आगोमा हात हाल्नुभयो भने तपाईँ जतिसुकै राम्रो मान्छे भए पनि वा जतिसुकै ठुलो पदमा भए पनि हात डढ्छ नै। प्रकृतिले आफ्नो नियम बदल्दैन। यो कुरा सुन्दा सुरुमा अलि डरलाग्दो वा खल्लो लाग्न सक्छ, तर यसैभित्र एउटा ठुलो आशा लुकेको छ। त्यो आशा के हो भने यदि प्रकृतिका नियमहरू स्थिर र निष्पक्ष छन् भने हामी तिनलाई बुझ्न सक्छौँ, तिनको अध्ययन गर्न सक्छौँ र तिनको प्रयोग गरेर आफ्नो जीवनलाई अझ उन्नत बनाउन सक्छौँ। मौसम कसरी बदलिन्छ भन्ने कुरा बुझेर नै हाम्रा पुर्खाहरूले खेतीपाती सुरु गरे। औलो वा झाडा पखाला जस्ता रोगहरू देवी देवताको श्राप होइनन्, बरु ससाना जीवाणुका कारण हुन्छन् भन्ने बुझेर नै हामीले तिनको औषधि पत्ता लगाउन सक्यौँ। यही बुझाइ त हो नि साँचो आशा, जसले मानिसलाई भाग्यको भरोसामा बस्न छोडेर आफ्नै कर्ममा विश्वास गर्न सिकाउँछ। कार्ल सागनले यो अध्यायमा विज्ञानको एउटा यस्तो पाटोको पनि चर्चा गरेका छन् जसले हामीलाई भावुक बनाउँछ। विज्ञानले हामीलाई ब्रह्माण्डको विशालता र हाम्रो लघुताको महसुस गराउँछ। जब हामी रातिको समयमा खुल्ला आकाशतिर हेर्छौँ, गाउँघरको आँगनमा बसेर टिमटिमाउने ताराहरू निहाल्छौँ, तब विज्ञानले भन्छ ती ताराहरू केवल ससाना प्रकाशका थोप्ला मात्र होइनन्, ती त हाम्रै सूर्य जस्ता वा त्योभन्दा पनि विशाल सूर्यहरू हुन् जुन हामीभन्दा अरबौँ किलोमिटर टाढा छन्। यो ब्रह्माण्ड यति विशाल छ कि त्यसमा हाम्रो यो सुन्दर पृथ्वी एउटा सानो धुलोको कण जस्तै मात्र हो। यो कुराले मानिसलाई भित्रैदेखि विनम्र बनाउँछ। जब हामी यो गहिराईसम्म पुग्छौँ तब हाम्रा मनमा भएका सानातिना राग, द्वेष, घमण्ड र म ठुलो कि ऊ ठुलो भन्ने लडाईहरू कति अर्थहीन लाग्छन्। विज्ञानले हामीलाई यो महसुस गराउँछ कि हामी सबैजना यो ब्रह्माण्डको एउटै सानो डुङ्गाका यात्री हौँ। त्यसैले हामीले एकअर्कालाई माया गर्नुपर्छ, सम्मान गर्नुपर्छ र यो पृथ्वीलाई जोगाउनुपर्छ। विज्ञानले दिने यो वैश्विक चेतना नै वास्तवमा मानव जातिको भविष्यको लागि सबैभन्दा ठुलो आशाको किरण हो। यो भिडियोको अन्त्यतिर आइपुग्दा हामीले के बुझ्यौँ भने विज्ञान केवल प्रयोगशालामा सेतो कोट लगाएर बस्ने मान्छेहरूको मात्र विषय होइन। यो त गाउँको कुलो खन्ने किसान, डोको बुन्ने बुढाबा र स्कुल जाँदै गरेको सानो बच्चा सबैको जीवनसँग जोडिएको जीवन्त दर्शन हो। विज्ञानले हामीलाई हात बाँधेर भाग्यलाई सराप्न दिँदैन, बरु हातमा कोदालो लिएर आफ्नो भविष्य आफै कोर्न हौसला दिन्छ। यसले अन्धकार सुरुङको भित्तामा टाउको ठोक्काउनुको साटो खल्तीबाट एउटा सानो सलाइको काँटी निकालेर बाटो उज्यालो पार्ने हिम्मत दिन्छ। यही नै साइन्स एन्ड होपको वास्तविक सार हो। विज्ञान र आशाको यो यात्रा त भर्खर सुरु मात्र भएको छ। तर के तपाईँलाई थाहा छ, जब यही विज्ञान र अन्धविश्वासको लडाईँ इतिहासको पानाहरूमा सुरु भयो तब समाजमा कस्ता कस्ता भयानक घटनाहरू घटे? कसरी समाजमा वैज्ञानिक चेतना नहुँदा अन्धविश्वास र डरकै भरमा चर्चले हजारौँ मानिसहरूलाई, जसमा धेरैजसो महिलाहरू थिए, बोक्सी वा दुष्ट आत्माको संसर्गमा रहेको आरोप लगाएर भयानक यातना दियो र जिउँदै जलायो। मानिसहरूले सत्य बोल्ने वैज्ञानिकहरूलाई किन जिउँदै जलाए र कसरी धर्म र विज्ञानको एउटा यस्तो टक्कर भयो जसले मानव इतिहासको दिशा नै सधैँका लागि मोडिदियो? यो रोमाञ्चक र हृदय हल्लाउने कथा कार्ल सागनले यसको अर्को अध्यायमा सुनाएका छन्। अर्को भिडियोमा हामी इतिहासको त्यो अँध्यारो पाना पल्टाउनेछौँ जहाँ विज्ञानले आफ्नो अस्तित्वको लागि सबैभन्दा ठुलो युद्ध लड्नु परेको थियो। त्यो कथा छुटाउन नदिन अर्को भागमा पक्कै भेटौँला। तबसम्मका लागि सोच्दै गर्नुहोस्, प्रश्न सोध्दै गर्नुहोस् र आफ्नो मनको मैनबत्तीलाई बलिरहन दिनुहोस्। धन्यवाद।